जय मसी यहाँहरू सबैजनालाई न्यानो न्यानो अभिवादन जय मसी भन्न चाहन्छु। साथै जतिजनाले मलाई फलो गर्नुभएको छ सबैजनालाई नमस्ते दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णलाई। अनि आजको अध्ययन चाहिँ तीनटा पोइन्टहरू छ। तीनटा पोइन्ट चाहिँ 3 दिन लाग्छ। पुरानो नियमको अगमबाणीहरू छ एकमा, अनि दुईमा छ ख्रिस्टको सबै अगमबाणीहरू, ख्रिस्टको आफ्नै अगमबाणीहरू है त। अनि उहाँको पुनरुत्थानको प्रमाणहरू छ। यो तीनटा कुराहरूमध्ये आज हेर्ने चाहिँ पुरानो नियमको अगमबाणीहरू। यो भिडियोलाई स्किप नगरिकन पुरा हेर्नुहोला, सेयर रिपोस्ट जति सक्दो गर्नुहोस्। म केही भन्नेवाला छैन, जति सक्छ तपाईँले त्यति नै सेयर गर्नुहोला, गर्दै जानुहोला है त। हुन्छ, आज यो भिडियोलाई सुरु गरिहाल्छु। ख्रिस्टको पुनरुत्थानले पुरानो नियमको अगमबाणीहरूलाई पूरा गर्दछ। यसकारण मेरो हृदय आनन्दित छ, मेरो जिब्रो हर्षित हुन्छ, मेरो शरीर सुरक्षित रहन्छ, किनभने तपाईँले मेरो प्राणलाई चिहानमा छोड्नु हुने छैन, न त तपाईँले आफ्नो पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईँले मलाई जीवनको मार्ग बताउनु भएको छ। आफ्नो उपस्थितिद्वारा तपाईँले आनन्दितले मलाई गदगद पार्नुहुनेछ। तपाईँले दाहिने बाहुल्यमा अनन्त आनन्द छ। भजन सङ्ग्रह 16को 9देखि 11मा पाउँछ। परमप्रभुलाई भन्नुहुन्छ, तिमी मेरा दाहिने हातपट्टि बस, जबसम्म म तिम्रो शत्रुलाई तिम्रो पाउदनलाई तुल्याउँदिन। परमप्रभुले सियोनबाट तपाईँको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ। तपाईँका शत्रुहरूमाथि तपाईँले शासन गर्नुहुनेछ। युद्धको दिनमा तपाईँका प्रजाले स्वइच्छाका आफूलाई दिइहाल्नेछन्। तपाईँले पवित्रताको वैभवमा सुशोभित भई प्रभुताको गर्भबाट जवानहरूका हौसला प्राप्त गर्नुहुनेछ। हौसला भनेको है, परमेश्वरले शपथ हाल्नु भएको छ। उहाँले आफ्नो मन बदल्नु हुँदैन। मल्कीसेदेकको दर्जा बमोजिम तिमी सधैँभरिको निम्ति पुजारी हौ। परमप्रभु तपाईँको दाहिने हाततर्फ हुनुहुन्छ। उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चूर्ण गर्नुहुनेछ। उहाँले लासको थुप्रो लगाएर जातिहरूको न्याय गर्नुहुनेछ, अनि सारा पृथ्वीका शासकहरूलाई चकनाचुर पार्नुहुन्छ। उहाँले बाटोका छेउको खोलाको पानी पिउने हुनेछ। त्यसकारण आफ्नो शिर उच्च पार्नुहुनेछ। यो चाहिँ तपाईँले भजन सङ्ग्रह 110को 1देखि 7मा पाउँछ। उसको चिहान
उहाँको चिहान दुष्टहरूसित बनाइयो र मृत्युमा धनीहरू उसका साथमा लिई, यद्यपि उसले केही उपद्रव गरेको थिएन, न त उसको मुखमा केही छन् थियो, तापनि उनलाई चकनाचुर र कष्टमा पर्ने परमप्रभुको इच्छा थियो, र परमप्रभुले उसको प्राणलाई दोष बनिझैँ बनाउन भए तापनि उसले आफ्नो छोरीहरूलाई दिनेछ र आफ्नो निध बढाउने र परमप्रभुको इच्छा उहाँकै हातमा अनन्त हुनेछ। उसका प्राणको वेदनामाथि उसले जीवनको ज्योति दिनेछ र स्पष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ र उसले तिनीहरूका अधर्म बोक्नेछ। यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु र उसको लुटको माल साथीहरूसँग बाँड्नेछु, किनभने उसले आफ्नो जीवन मृत्युमा खनाइयो र अपराधीहरूको गन्तीमा गनियो, किनकि उसले धेरैको पाप भोग्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो। यो चाहिँ तपाईँले यशायाको पुस्तकमा चाहिँ पाउँछ। यशाया 53को 9 देखि 12मा पाउँछ। हुन्छ, सबैजनालाई जय मसी है। अनि यहाँहरूले यो भिडियोद्वारा चाहिँ अनि केही न केही कुराहरू चाहिँ बुझ्नुभयो होला भन्ने म आशा गर्दछु। अनि भोलि चाहिँ ख्रिस्टको आफ्नै अगमबानी, ख्रिस्ट आफैले चाहिँ अगमबानी गरेको कुराहरू चाहिँ हामी अनि भोलि हेर्छु। अनि पर्सि चाहिँ के छ भने पर्सि चाहिँ उहाँको पुनरुत्थानको प्रमाणहरू, ख्रिस्टको चाहिँ पुनरुत्थानको नि प्रमाणहरू चाहिँ रहेको छ। अनि त्यो चाहिँ